नमस्ते सम्पूर्णलाई। आज हामी सिनो कोरियन नम्बर पढ्दैछौँ है। सिनो कोरियन कोरियन नम्बर सिनो कोरियन नम्बर पढ्दैछौँ है। आज हामीले सिनो कोरियन नम्बर यो भनेको कोरियन अङ्क है। कोरियन अङ्क के हुन्छ त भन्दाखेरिमा खङ भनेको 0 है। खङ भनेको 0, जहिले पनि यो खङ 0 हुन्छ है। खङ भनेको 0 है। अनि इल भनेको 1, इ भनेको 2, सम भनेको 3 है। सा भनेको 4, ओ भनेको 5, युग भनेको 6, अनि छिल भनेको 7, छिल। फाल भनेको 8, खु भनेको 9, है। यो खु है। खु भनेको 9, अनि सिप भनेको 10। बुझ्नुभयो नि। खङ भनेको 0, इल भनेको 1, इ भनेको 2, साम भनेको 3, सा भनेको 4, ओ भनेको 5, युग भनेको 6, छिल भनेको 7, फाल भनेको 8, खु भनेको 9, सिप भनेको 10। अब सिपबाट मासतिर के जान्छ भन्दाखेरि सिपबाट मासतिर जान्छ 11 भन्नु पर्यो हैन। हामीले अब 11 लाई भन्नु पर्यो सिप इल 10 + 1 11 भनेको 10 + 1 हो कि हैन। 10 + 1 भनेपछि 10 भनेको सिप भयो, इल भनेको 1 भयो। सिभिल भनेको 11, 12 लाई 10 + 2 गर्नु सिप इ, 13 लाई सिप सम, 14 लाई सिप सा, 15 लाई सिप ओ, 16 लाई सिप युग, 17 लाई सिप छिल, 18 लाई सिप फाल, 19 लाई सिप खु। सिप खु भनेको 19, सिप फाल भनेको 18, अनि 20 लाई भन्नु पर्यो। अनि इ सिप भनेको 20। इ सिप कसरी भयो भनेको इ भनेको 2 भयो, सिप भनेको 10, 0, 2 लाई 0, 0, यो 20 भयो। इ सिप भनेको 20 यसरी जान्छ है। नयाँ सिप इल भनेको 11, सिप इ भनेको 12, सिप साम भनेको 13, सिप सा भनेको 14, सिप ओ भनेको 15, सिप युग भनेको 16, सिप छिल भनेको 17, सिप फाल भनेको 18, सिप खु भनेको 19 भयो, अनि इ सिप भनेको 20। यसरी नै जान्छ है। अब सबै यसरी जान्छ। कसरी जान्छ भने अब 30 लाई भन्नु पर्दा सम सिप भन्छ क्या। 40 लाई भन्नु पर्दा सा सिप,
है। 50 लाई भन्नुपर्दा ओ शिव, 60 लाई भन्नुपर्दा युग शिव, यस्तो हुन्छ है। 70 लाई भन्नुपर्दा छिल शिव, 80 लाई भन्नुपर्दा 80 लाई भन्नुपर्दा फाल शिव, 90 लाई भन्नुपर्दा खु शिव, अनि 100 लाई भन्नुपर्दा फेक भन्छ है। फेक भन्छ है 100 लाई, फेक। 100 भनेको फेक है। यसरी नै जोड्दै जाने है। यति 20 सम्म जानेपछि सबै जानिन्छ क्या। सबै यसरी नै जोड्दै जाने हो। ई शिव भनेको 20 भयो, अनि ई शिव इल 21, ई शिव ई 22, ई शिव साम 23, ई शिव सा 24, ई शिव ओ 25, यसरी जाने। सबै यसरी जोड्दै जाने। यसलाई 100 चोटि 50 चोटि लेख्नुहोस्, कम्प्लिट हुन्छ है। 200 चोटि लेख्नुहोस्, केही छैन। एक गरेर लेखेको लेख्दै पढ्दै गर्नुहोस्, कम्प्लिट। ओके। अन्यङासेयो, मेरो युट्युब च्यानल सबैजनाले सब्सक्राइब गरिदिनु होला है। लामिछाने भलाघर मेरो च्यानल LAMICHHANE, लामिछाने भलाघर, VALLAGER भलाघर, VALLEGR भलाघर, भलाघर भन्नु न। लामिछाने भलाघर, लामिछाने भलाघर हेर्नु, नभए विश्वराज लामिछाने हेर्नुहोस्। ओके, थ्याङ्क यू सो मच सबैजनालाई।